चुनावी सरगर्मीले चोक तातिएका बेला शेयर लगानीकर्ताको मनमा भने उत्साह र डर एकैचोटि पैदा भएको छ। बजार अब के होला? कि अब शेयर बजार 4000 बिन्दु चुम्ला या कतै फेरि च्यातिएर 1700 मै झुन्डिएला भनेर? आज हामी यी सबै कुराको विश्लेषण गर्नेछौँ। आज हामी 2079 को चुनाव, बीचमा भएका राजनीतिक हेरफेर र त्यसले शेयर बजारमा पारेको प्रभावको विषयमा चर्चा गर्नेछौँ। तपाईले भन्नुहोला उहिलेका कुरा खुइले, तर त्यस्तो होइन, किनकि हिस्ट्री रिपिट हुन्छ र नेपाली शेयर बजार 75% सेन्टिमेन्टमा चलेको बजार हो। यहाँ गणितीय हिसाब भन्दा पनि बढी सेन्टिमेन्ट चल्छ। कुन सरकार भएको बेलामा नेप्से कति बढ्यो या घट्यो, त्यसले अब आउने चुनावको पछिको बजारमा पनि प्रभाव पार्नेछ। र यो चुनाव अब खिचडी सरकार बनाउने खेल मात्र होइन, यसले अब शेयर बजारको अगाडिको मार्ग चित्रण गर्नेछ। नमस्कार सबैजनालाई, नेपाली टेक ट्रेन्डको युट्युब च्यानलमा स्वागत छ। शेयर बजार र आइपिओ सम्बन्धी नयाँ जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर अप टु डेट रहन सक्नुहुन्छ। चुनाव अघिको शेयर बजार खुल्ने अन्तिम दिन आइतबार शेयर बजार 19.04 अङ्कले बढेर बन्द भएको छ। यो लगानीकर्ताको लागि खुसीको कुरा हो। मतलब लगानीकर्ताहरू अब बजारप्रति पोजिटिभ नै छन्। अब बजार 25 गते मात्र बजार खुल्नेछ। बीचमा परेको होली, चुनाव, नारी दिवस र सार्वजनिक बिदाको कारण बजार अब 7 दिनपछि मात्र खुल्नेछ। यो बीचको 7 दिनमा देशको राजनीतिले कुन मोड लिन्छ, त्यसैमा शेयर बजारको भविष्य टिकेको छ। 25 गते बजार खुल्दा धेरै सिटको नतिजा आइसकेको हुनेछ। कुन दलले जिते शेयर बजारले कस्तो रियाक्सन गर्नेछ, आउनुस् अब हामी त्यसको चर्चा गरौँ। 2079 मा कांग्रेस, एमाले र माओवादीको सिट सङ्ख्याले गर्दा कसैको बहुमत पुगेन। नतिजा स्वरूप 2 वर्षमा 5 वटा सरकार बन्यो। जब विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा चल्थ्यो, बजार बढ्थ्यो। जब गठबन्धन टुट्थ्यो, बजार घट्थ्यो। 2079 को नतिजाले देशलाई के दियो? अस्थिरता। 26 पुस 2079 मा एमाले माओवादी मिल्दा विष्णु पौडेल अर्थमन्त्री भए। बजारले सार प्राइज लियो, तर 2 महिनामै गठबन्धन टुट्यो। बजार थचक्कै बस्यो। पछिल्लो 2 वर्षमा 5 पटक सरकार फेरिनु नै शेयर बजार नबढ्नुको मुख्य कारण हो। नीतिगत स्थिरता भएन, उद्योगी डराए। तर यसपालि रासपले गर्दा राजनीतिको लहर फरक छ। म तपाईलाई 2079 सालको प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम देखाउँदैछु। खासमा अहिले जुन हुँदैछ चुनाव, त्यो 2084 मा हुनुपर्ने थियो। किन अगाडि हुँदैछ यसको पृष्ठभूमि तपाईहरूलाई थाहा छँदैछ। म त्यतातर्फ प्रवेश गर्न चाहन्न। 2079 को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो। कांग्रेसले प्रत्यक्षतर्फ 57 र समानुपातिकतर्फ 32 लिएर आएर टोटल 89 सिट लिएर आएको थियो। समानुपातिकमा सबैभन्दा धेरै सिट ल्याएको पार्टी एमाले हो। उसको समानुपातिकमा 34 सिट आएको थियो, तर प्रत्यक्षमा जम्मी 44 सिट लिएर आएकाले जम्मा 78 सिट भयो। तेस्रो पार्टी बनेको थियो माओवादी केन्द्र, जुन अहिले छैन, किनकि अहिले माओवादी केन्द्र सहित अन्य धेरै दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ। माओवादीको 32 सिट थियो। राष्ट्रिय स्वतन्त्र पार्टी, जुन अहिले सर्वाधिक चर्चामा छ, चर्चाको शिखरमा छ, त्यो पार्टीको जम्मा 21 सिट मात्रै आएको थियो। प्रत्यक्षमा 8 सिट, समानुपातिकमा 13 सिट र राष्ट्रिय प्रजातन्त्र, जसले प्रत्यक्ष र समानुपातिक गरी जम्मा 14 सिट जितेको थियो। त्यसपछि के भयो त? 2079 को चुनावपछि अहिलेसम्म 5 वटा सरकार बनिसकेका छन्। आफ्नो राजनीतिक स्वार्थका लागि कहिले कोहीसँगको मिलन त कहिले कोहीसँगको धोकाको कारण सरकार 5 पटकसम्म बन्ने र भत्किने भयो। सरकार बन्ने, फेरि 2-3 महिनाको अन्तरालमा सरकार ढल्ने भइराख्यो। फलस्वरूप देश विकासको दिशामा देश अघि बढ्न सकेन। पुस 2079 मा सबैभन्दा पहिला के भयो त? एमाले, माओवादी, रासोप, राप्रपा यिनीहरूको गठबन्धन बन्यो। प्रधानमन्त्री प्रचण्ड बने भने विष्णु पौडेल अर्थमन्त्री भए। त्यतिबेला बजार बढेको थियो, तर त्यो सरकार जम्मा 2 महिनाको टिक्यो। जब गठबन्धन टुट्ने भन्ने सङ्केत आयो, मार्केट लगत्तै घट्न थाल्यो। त्यसपछि अर्को सरकार बन्यो, जसमा प्रचण्ड नै प्रधानमन्त्री भए। तर के भयो त भन्दा एमाले आउट भयो, कांग्रेस इन भयो। माओवादी र कांग्रेसको सरकार 11 महिना चल्यो। बजार फेरि घट्यो। यस्ता खिचातानी चलि नै रह्यो, जसअनुसार बजार घट्ने र बढ्ने भइरह्यो। यसअघिका निर्वाचनहरूपछि यदि बजार बुलिश फेजमा छ भने निर्वाचनपछि पनि बजार बुलिश फेजमै कन्टिन्यू भएको थियो, र बेरिश फेजमा रहेको बजार निर्वाचनपछि पनि घट्दै गएको थियो। अब अहिलेको कुरा गर्नुहुन्छ भने बजार अहिले क्लियर कट बजार स्लाइटली बुलिश फेजमै छ। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस यी 2 दलहरूको बीचमा प्रतिस्पर्धा हुन सक्ने सम्भावनाको सबैले विश्लेषण गरिरहेका छन्। अहिले यी दुवै दलहरू पुँजी बजारप्रति, शेयर बजारप्रति सकारात्मक देखिन्छन्।
अहिलेको लहर हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी रासोप र नेपाली कांग्रेस बीच कडा टक्कर देखिन्छ। लगानीकर्ताको लागि खुशीको कुरा के हो भने यी दुवै दल पुँजी बजारप्रति सकारात्मक छन्। विशेष गरी डाक्टर स्वर्णिम वाग्लेको कुरा सुन्ने हो भने उनी करको अन्योलता हटाउन चाहन्छन्। 5% र 7.5% सीजीटीलाई अन्तिम कर घोषणा गर्ने बित्तिकै ठूला लगानीकर्ता अर्बौं रुपियाँ लिएर बजार छिर्नेछन्। यदि रासोप वा नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्यो भने त्यो शेयर बजारको लागि गोल्डन एरा हुनेछ। अहिले लगानीकर्ताले खोजेको मुख्य कुरा ट्याक्स क्ल्यारिटी हो। डाक्टर स्वर्णिम वाग्ले र कांग्रेसका विज्ञहरूले 5% र 7.5% लाभ करलाई अन्तिम कर बनाउने संकेत दिएका छन्। यदि यो भयो भने ढुक्क हुनुस्, ठूला लगानीकर्ताले बजारलाई नयाँ उचाइमा पुर्याउनेछन्, किनकि बजार अहिले स्लाइटली बुलिश ट्रेन्डमै छ र चुनावले यसलाई थप बल दिनेछ। एउटा ऐतिहासिक तथ्य नबिर्सिनुस्, यदि बजार पहिले नै बुलिश लयमा छ भने चुनावले यसलाई थप फ्युल दिन्छ। अहिले नेप्से प्राविधिक रूपमा बुलिश जोनमा छ, त्यसैले चुनावपछि बजार घट्ने डर भन्दा पनि मिस हुने डर बढी छ। तर याद राख्नुस्, यदि नतिजा फेरि पनि खिचडी सरकारकै आयो भने बजारले केही समय साइडवेज जान सक्छ। आशा गरौँ सबै राम्रो होस् र विशेष गरी स्थिर सरकार बन्ने अवस्था होस्। अब सबैभन्दा ठूलो एजेन्डा भनेकै अर्थतन्त्र हुनुपर्छ भन्ने त्यो सुझबुझको सरकार बनोस्। अब हामी सबै मिलेर आर्थिक विकासतिर अब हामी लाग्नुपर्छ। आशा गरौँ कि चुनावपछिको शेयर बजार उत्साहमय हुनेछ। तपाईलाई के लाग्छ, कुन पार्टीले 100 सिट कटाउला र कुन नेता अर्थमन्त्री भन्दा बजारमा हरियाली छाउला? तल कमेन्टमा आफ्नो तर्क राख्नुहोला। भिडियो मन परे एउटा लाइक पक्कै गरिदिनुस् र भिडियो मन परे साथीभाइसँग शेयर गर्नुस्। धन्यवाद।